सबैलाई ह्यापी दशैं। दशैंको धेरै धेरै शुभकामना। ह्यापी दशैं। ह्यापी दशैं। ह्यापी दशैं। हाय ह्यापी दशैं। ह्यापी दशैं। मम्मीको त टीका भयो, अब मेरो टर्न। डैडी को ओटीडी तो खतरा है। ये हमारा ढाका टोपी, नेपाली लुक। मेरो मम को ओटीडी में मैले साडी लगाउनु भन्छ। जमरा देखेन त मेरो बल्ल देखे जमरा। माथि लगाउनु पर्छ नि। कस्तो राम्रो देख्छ है। तर यता आउँदैन रहेछ उता नेपालमा। रोटी पनि दामी नै भएछ है। खाइन्छ अब। दसैँमा त खाइसक्यो। अचार पनि भन्छ है। मासु कस्तो हुन्छ? दसैँ आयो। दसैँ जस्तो लाग्यो किन एक्लै हुन्थ्यो अब। फेरि बोलाछु फेरि के कुरा माताले आशीर्वाद दिनुहोस्, चिताएको पुगे छोरी आओस्। आशीर्वादको फर्मुला। अलिकति शान्ति समृद्धि अनि फेरि लगाउने हो नि त। टीका लगाइरहेको छु। धेरै आशीर्वाद दिनु जान्दैन। 3S।
थियो दसैँको दसैँको होला होइन दसैँको पैसा हो बढ्दै राख्नु है त यतिकै बसेको हो खुट्टा यस्तो कस्तो दुख्दो रहेछ यसरी लामो खुट्टा भिजाउनु पाए हुन्थ्यो भने जस्तो लाग्यो क्या के पकाउनु भयो त पक्कु पनि बनाउनु भयो पक्कु राख्नु है मलाई ल ल Look at this view. 1, 2, 3. हिंदी में बोलो कैसे हिंदी वाला है फिर भन्दैन रहेछ Happy Dasai. Hi. Hi, happy Dasai. Happy Dasai. यता चाहिँ फोटो चल्दैछ कपल फोटोग्राफी चल्दैछ कहाँ हेर्नु अब दुईपट्टि छ हैन मेरोमा हेर्नु पर्दैन म त भिडियो खिचेको नि त मजा आयो लाजो मरा जरे मम्मी Day 4 of Dasai. Handshake गर हाय नमस्ते गर यता हेरेर नमस्ते हात जोडेर भन यता फर्केर हाय दाजुले त खुब माया गर्ने जति बेला पनि बिचु भन्दै फोन गर्ने नयाँ साल आयो भने पनि गर्ने टिका लगायो नि बज्यो यहाँ कान्छा बाजेहरूको आमाको बज्यो यिनीहरूको खलाती मिनीलाई देख्नु हो त खलाती सालीहरूले के भन्छन् हुन्छ कति थोरै टिका लगाएको त भन्दै ए हो र लास्ट टाइम चाहिँ आउनु पाएन म ब्याङ्कमा थिएँ नि त बर्थडेहरुतिर भाइको कोही बेला एक भाइको बर्थडेमा लगाएको यो पालि आएको साल पनि यसरी नै सधैँभरि जुलोस् आशीर्वाद है हाम्रो गर्नु पर्दैन गरी खानु रोक्नुपर्छ नातिनी आशीर्वाद देऊ तिमीलाई खुट्टामा बस्नु भएको बुहारी छोरी भन्नुहुन्छ नि त मलाई काकाले आशीर्वाद दिन जान्दिनँ है सधैँ जस्तै यसरी टिका लाउनु आउनु भने यहाँ आएको अरूको घरमा है केही भएन भाइको घर हो
अब त्यस्तै समयले त्यस्तै भन्दै एउटा आशीर्वाद अब भोलि हो कि होइन लगाइदिनु भन्ने आउनु पाओस् पाओस् होइन आउँछ नि अब साह्रै छरेछौ टिका होस् निकाल्यो अब झर्नेवालै थियो ह्याप्पी दसैँ भन ह्याप्पी दसैँ भन ह्याप्पी दसैँ ह्याप्पी दसैँ भन न त्यस्तो मुखमा हाल्नु मैले चाहिँ दामी लाग्यो क्या टिका भोकै छ होला म छैन नातिनी हो नातिनी राम्रो ज्वाइन पाओस् मेरो नातिनीले लु नातिनीसँग ल काका पनि बस्नुहोस् त बस्नु त यहाँ ए बरु म एकछिन हेर्छु ल आमा हामी त ब्लग्स बनाउन सक्छौँ नि जेसुकै हात हल्लाको जाऊ 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 छिटो केटा एकछिन बस्छ त यहाँ गयो ल 1 यो यहाँ 2 बकल राइसु ल यो यहाँ ल्याउनु यता हेर नि त यता हेर यता हेर 1 2 कस्तो दामी ज्याकेट न्यू ज्याकेट हो 1 2 3 भने त फेरि फेरि 1 2 3 हैप्पी दसैँ क्या कर रहे हो गएको म Happy Dasai. दुईजना एकैचोटि 1 2 3 Happy Dasai. दामी बाई बाई गएको ल म खोइ मलाई देऊ न जेम्स थ्याङ्क यू म गएको ल बाई बाई त्यस्तो मिठो गरेर मिठो भन्छ खाना दिदीको ब्लगमा हेलो भन्देऊ न नि Hello guys. आज चाहिँ बोले है हातले पनि हेलो भन न अनि त Guys. के खाएको मामरा के खाँदैछ Hi guys, please do my channel, like, share, comment. Subscribe, please. Hi guys, please subscribe to my Didi channel. This Didi channel. Yay! Cutie pie. Oh, Tell your name. What's your name? Pritansh Rizal. Pritansh Rizal is telling to subscribe, so please do subscribe to my channel. घर वापस आ गए हैं आज दसई का लास्ट डे था I'm so happy and I'm grateful that I could celebrate Dasai after so many years with my family and my relatives. Didi was missing obviously. We miss you Didi. थोड़ा सा कम मिस किया बट किया और अगर आप सब लोगों को मेरा वीडियो अच्छा लगा तो प्लीज डोंट फॉरगेट टू लाइक शेयर एंड सब्सक्राइब टू माय चैनल आई एम वेरी क्लोज टू 1000 सब्सक्राइबर एंड आप लोग सब्सक्राइब करेंगे तो जल्दी हो जाएगा बाय बाय सी यू इन माय नेक्स्ट वीडियो टेक केयर हैप्पी दसैं